तपाईको नाम के रे? तपाईको नाम के रे? यता फर्केर के भन्नु त तपाईको नाम के? हुँ नगरिरहनु यार। हेलो पछाडि के हो त्यहाँ? बङ्गाल सङ्गार फुट्दा तिमीलाई नखरेर यहाँ धम्काइ हाल्नु पर्ने, तर्साइ हाल्नु पर्ने, फाफु गाँगु गरी हाल्नु पर्ने। कुरो गरेछौ तमारा चल्छ कुरो गरेछ तपाईँ भन्नु त म भनिदिन्छु के तिमीमा सुनमाला भन्नु। ए सुनमाया शिर साहब नमस्कार हजुर। हो नमस्कार हजुर। भन्नु के भन्नु? रौतहट जिल्लामा पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन्। त्यहाँ कस्तो पीडा छ जनताको। तेरो बाउले भन्यो होला यहाँ तरुणसित भर्खर बसेछु त्यही बेला फोन गरेछ कि म्याचसित कोरे माधर छ। सुनको माला ए हजुर ठिक बिल्कुल ठिक छ। के नाम रहेछ? सुनमाला आगले दारा देखाउँदैन, टक्क मुखभित्र राख्या हुन्छ। जति बेला झम्टिनु पर्यो त्यति बेला गर्दा मात्रै दारा नेता भएर मात्र हुन्न, विकास गर्नु पर्यो। त्यहाँ यो चुनावपछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। विकास नगरे घर बसेर क्या गरेर बस्ला नि उनले रुपियाँ कमाने लट्काएर खाने, हाम्रो कान भोइरा गराइदिने। तपाईँ एमालेको झोले। म नेकपा एमालेको झोले हो। म 51 वर्षको भरभराउँदो युवा हो, जेन्जी भई। मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवानै देखिनुहुन्छ भनेर भन्छन्। त्यसमा पत्याइहाल्नु पर्ने कुनै जरुरी छैन। म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त। भन्दाखेरि त भनिदिन्छन् साथीभाइले भर्खरकै देखिनुहुन्छ तपाईँ भनेर। देख्नुहोस् त म कन्ने गरेर जस्तो देखेछु। 90% सबै जेन्जी नै थिए हाम्रा साथीहरू, हाम्रा कमरेड। शेरबहादुर देउबाजीले जेसुकै गरेर होस् माधव नेपाल र चाहिँ पुष्पकमल दाहाल प्रचण्डलाई नाकमा नत्थी लाएर एमसीसी पास गर्ने ठाउँमा लैजानुभयो। जुन गरुको सिङ छैन त्यसको नाम तिखे। होइन मलाई पार्लियामेन्टमा बहुमत पा होइन। शेरबहादुर देउबा भनेको डडेलधुलामा उत्तिसको बोर्ड समातेर हग्ने होइन। के भन्नुहुन्छ अब भोटिङ हुँदैछ? अब भोटिङमा जाने हो। सबै 2263 मतदाताले भोट हाल्ने हो र भोलि चाहिँ सूर्योदय हुने बेला सँगसँगै केपी शर्मा ओलीको नेतृत्वमा एमालेको नयाँ नेतृत्व निर्वाचित गर्ने हो। 79 सालमा पनि दिएर जिताउनु भएको थियो मलाई। पुरा अवधि काम गर्न दिएनन् पापीहरूले। म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीहरू भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्छु। यो 2 दिनको लीला हो क्या, यो 2 दिनको लीला। यस्ताका तमासाहरू देखेर मिस्टर केपी ओली झुटो बोल्नमा त्यति सिपालु मान्छे मैले नेपालमा अर्को देखेको छैन। बोल्नु चाहिँ एकदम मनाइ छ, ठ्याम्मै। यस्तो पनि भन्न सक्ने के ठाने छ मलाई केपी ओलीले? मैले केपी ओलीलाई मौका मिल्यो भने खडला समातेर घिसार्न सक्छु, भेटै भने। तपाईहरूलाई बचाउने मान्छे हो प्रचण्ड भने। सागर की तूफान को भी हमने बस में किया है। दुर्गा प्रसाईको अरू के हो म जान्दिन। नाटकै हो। नौटङ्की नै हो, यो नौटङ्की नै हो। हामी त मामाटी हामी त छर्लङ्गै देखेको मान्छे हो। स्वाट परे मान्छेले कुटुस पिटुस उसकै पैसा पिच्छ मारा छोटो रेलीमा म गिर गरिदिन्छु भनेर मैले त्यसरी भनेर हामीले त्यसरी जानकारी गरेर हिँड्दैछ मामले। चुनाव गर्दै गर्दैन यस्ता हेउ हुती र खुट्टी भएकाले चुनाव गर्छन्। सबै पार्टीहरू चुनावमा जान तयार छन्। काङ्ग्रेस लगायत सबै पार्टी तयार छन्। तर यसलाई वातावरण बनिसकेको छैन। वातावरण बनाउनु पऱ्यो, सुरक्षाको व्यवस्था हुनु पऱ्यो।
A few moments later. पक्रे जस्तो गरेर नगर्नुहोस् न म आफै चढिहाल्छु नि यार भ्रष्टाचारले गरे जस्तो नगर्नुहोस् न भ्रष्टाचारले तेरी नाच सिक्ने आयो हेम मसित आयो के उसको बाको पुँजी हो त त मार्न छोड्ने फेरि किन कुरो गर्नु हामी सही बुझ्न यी के कुरो गर्ने अनि त्यो मार्न छोड्ने फेरि बाहिर बाहिर किन कुरो गर्नु अलबल टिकटिकै कांग्रेस मुजिला पनि हाल्दिन एमाले मुजिला पनि हाल्दिन घन्टी मुजिला पनि हाल्दिन म उयो कालो माटोमा ठोक्छु भोट दियोस् पालि